नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुवातमा हेडलाइन्स। पछिल्लो 24 घण्टामा देशभर कोरोनाका थप 288 जना संक्रमित, प्रदेश 2 मा 12 जना थपिए। कोरोनाको जोखिम कारण 25 जना भन्दा बढी मानिस भेला नहुन स्वास्थ्य मन्त्रालयको आग्रह। सांसद पद गुमाएका 4 मन्त्रीले आज पुनः मन्त्री पदको शपथ लिँदै मन्त्रीहरूको पदावधि 6 महिना रहने। नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गरेर अघि बढ्न सक्ने अवस्था नरहेको देउवाबाट स्पष्ट, चुनावी तयारीमा लाग्न आग्रह। र विदेशी पर्यटक आउने क्रम नबढेपछि सौराहाका व्यवसायीहरू समस्यामा। देशभरि पछिल्लो 24 घण्टामा 288 जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या 2,79,388 पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो 24 घण्टामा 4,071 जनाको PCR परीक्षण भएको छ। 24 घण्टामा 127 जना संक्रमण मुक्त भएका छन्। हालसम्म संक्रमण मुक्त हुनेको संख्या 2,73,735 पुगेको छ। पछिल्लो 24 घण्टामा कोरोनाबाट कसैको पनि ज्यान गएको छैन। कोरोनाले ज्यान गुमाउनेको संख्या 3,038 रहेको छ। प्रदेश 2 मा पछिल्लो 24 घण्टामा 12 जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालयले दिएको तथ्याङ्क अनुसार पर्सामा 8, महोत्तरीमा 2, बारा र धनुषामा 1 जना संक्रमित भेटिएका छन्। यससँगै प्रदेश 2 मा कोरोना संक्रमितको कुल संख्या 17,299 पुगेको छ। अहिलेसम्म कोरोना संक्रमणबाट 209 जनाको ज्यान गएको छ। प्रदेश 2 मा 16,998 जना संक्रमण मुक्त भएका छन्। अहिलेसम्म 1,47,653 जनाको स्वाब सङ्कलन गरिएको छ, जसमध्ये 10 वटाको नतिजा आउन बाँकी छ। प्रदेश 2 मा हाल 92 जना सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले 25 जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ। कोभिड-19 संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भिडभाड कम गर्न र 25 जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो। मन्त्रालयले 25 जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्री परिषद समक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो। शुक्रबार प्रतिक्रिया दिँदै उहाँले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो। अहिले देखिएका संक्रमितहरूमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउनु पर्ने बेला आएको बताउनुभयो। अहिले संक्रमण देखिएको छ, धेरैजना इन्फेक्टेड भएको छ। त्यसबाट बच्चा मात्रै भनेको होइन, रिलेटिभ कुरा भनेको हो। जस्तो पोहोर साल बुढाबुढीमा धेरै थियो, यसपटक बुढाबुढी, बच्चा-बच्ची, दिनुमेरका सबैमा देखिएको छ। लक्षणहरू त उस्तै हो हैन, तर लक्षणहरू अलि सिभियर भन्छौँ नि हामी, अलि जटिल लक्षणहरू देखिरहेछन्। भनेको मतलब के हो भने, जस्तो मान्छेहरू बिरामी पर्दैमा त अस्पताल भर्ना गर्नु पर्दैन नि, र अहिले अस्पताल भर्ना गर्न पर्ने बिरामीहरूको सङ्ख्या वात्तै बढ्या छ। त्यसको मतलब इन्फेक्सन भएकाहरूमा चाहिँ जटिल लक्षणहरू धेरै देखिएको छ। त्यसो भएर जहाँ जटिल लक्षण धेरै देखिन्छ त्यहाँ अस्पताल धेरै भर्ना गर्नुपर्ने हुन्छ। र प्रवक्ता गौतमले अहिले कोरोना सर्ने साइकल अथवा चेनलाई ब्रेक गर्नुपर्ने अवस्था आइसकेको बताउनुभयो। त्यसका लागि भिडभाड नगर्ने, दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइज गर्ने र लक्षण देखिए तुरन्त जाँच गराउनुपर्ने बताउनुभयो। त्यस्तै भिडभाड हुने सबै व्यवसाय तथा पेसालाई जनस्वास्थ्यका मापदण्ड पालना गराएर मात्रै सञ्चालन गर्न दिनुपर्ने बताउनुभयो। सांसद पद गुमाएका 4 नेताले शुक्रबार फेरि मन्त्री पदको शपथ लिनुभएका छन्। माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशङ्कर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनः नियुक्तिको सिफारिस गरेका हुन्। उनीहरूको शपथ कार्यक्रम शुक्रबार साँझ 5 बजे तोकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। हालै एमाले केन्द्रीय सदस्यमा मनोनित भएका उनीहरूलाई नेकपा माओवादी केन्द्रले दलबाट निष्कासनको कारबाही गरेको थियो। राजनीतिक दल सम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निष्कासन गरेपछि सांसद पदबाट पनि मुक्त हुने व्यवस्था छ। माओवादी केन्द्रले कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा वाचन गरेपछि 4 जना मन्त्रीको सांसद पद खारिज भएको थियो भने सांसदहरूको हैसियतमा पाएको मन्त्री पदबाट पनि पदमुक्त भएका थिए। पदमुक्त भएका उनीहरूलाई प्रधानमन्त्री ओलीले पुनः नियुक्तिका लागि सिफारिस गरेका हुन्। सांसद नरहेको व्यक्ति पनि 6 महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गरेर अघि बढ्न सक्ने अवस्था नरहेको भन्दै चुनावी तयारीमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ। शुक्रबार काठमाडौँमा भएको
नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा सभापति देउवाले सरकार गठनमा कांग्रेसले नेतृत्व नलिएको भनेर विरोध वा टिप्पणी गर्नु पूर्व संसदमा कांग्रेसको उपस्थितिलाई बुझ्न आग्रह गर्नुभयो। उहाँले संसदमा आफूहरूको संख्या कम भएको र सरकार गठनका लागि अरूलाई आग्रह गर्दा पनि कसैको सहयोग नपाएको दुखेसो पोख्नुभयो। जिल्ला विभागीय आधिकारिक युनियनका युनियन संघ केन्द्रीय कार्य समितिका उपाध्यक्षज्यूहरू बोलाएर यस्तै कुराहरूमा चाहिँ अब स्वास्थ्य हामी सके बुझ्दैन तैपनि ओलीलाई चाहिँ उ गरौँ हङ्गामा गरौँ पार्लियामेन्टमा चाहिँ बोलाएर चाहिँ उनीलाई समाउँछु भन्दाखेरि हामी त सकिया नपुगेर हामीले बोलाउन सकेनौँ। त्यो वास्तविकता हो। के भनेदेखिलाई नेपालको संविधान अनुसार जानुपर्ने हुन्छ। नेपालको संविधान अनुसार चाहिँ 1/4 सदस्यले कुनै विषय ल्याएर पार्लियामेन्ट बोलाउनुका लागि माग गर्न सक्छ। हामी यस संख्या पनि छैन। यो वास्तविकता हो। के गर्ने सत्य कुरा के हो नि पहिले बुझ्नु पऱ्यो नि। यसका कुरो के छ भने सत्य कुरा हो। मैले पनि भने तपाईँलाई याद होला कम्युनिस्ट सरकार आयो भने त रुनु पाउनु भने संसदमा कांग्रेसको उपस्थिति न्यून भएकाले सरकार गठनको पहल गर्न नसकेको भन्दै यथार्थ बुझ्न पनि उहाँले आग्रह गर्नुभयो। सभापति देउवाले संविधान अनुसार भदौभित्र महाधिवेशन गर्नै पर्ने बाध्यता रहेको उल्लेख गर्दै महाधिवेशन सम्पन्न गर्नतर्फ लाग्न र जनताको घर दैलोमा गएर जनताको दिल जित्ने काम गर्न पनि निर्देशन दिनुभयो। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको विकल्प खोज्नुपर्ने बताउनु भएको छ। नेपाल निजामती कर्मचारी युनियन संघ केन्द्रीय कार्य समितिद्वारा काठमाडौँमा आयोजित राष्ट्रिय भेलामा बोल्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकार निरङ्कुशतातिर बढिरहेको र विकल्प खोज्नुपर्ने बताउनु भएको छ। प्रधानमन्त्रीले संसदको रोस्टम प्रयोग गर्न नचाहेको अवस्थामा प्रतिपक्षी दलले कसरी रोस्टमको प्रयोग गर्यो भन्ने कुराको लेखाजोखा इतिहासमा हुने भएकाले कांग्रेसले सरकारको विकल्प खोज्नुपर्ने बताउनुभयो। यो सबैले भन्छन् केपी ओलीको पनि नारा चुनावै हो। अब हाम्रा साथीहरूको पनि नारा त्यही हो। आज देश यसैमा विभाजित छ। साथीहरू कर्मचारी साथीहरूलाई म एउटै कुरा के भन्न चाहन्छु भने कि तपाईँहरूले यत्रो ठुलो जोखिम बोलेर आन्दोलनमा भाग लिनुभयो। के को लागि? व्यवस्थाको लागि। तपाईहरुले आफ्नो स्वार्थको लागि त होइन, तलब बढाउन माग गरेर त होइन, तपाईहरुले प्रमोसन मागेर त होइन, तपाईले देशमा एउटा राम्रो व्यवस्था होस्, एउटा सिस्टममा नेपाल जाओस् भनेर तपाईले जोखिम बोल्नु भएको छ। त्यसकारण आज पनि यो व्यवस्था जसको लागि तपाईले जोखिम बोल्नु भयो त्यो स्टेटमा छ। नेता पौडेलले विगतमा पनि कांग्रेसले एउटा अवसर छुटाएको उल्लेख गर्दै अहिले पनि सरकार नबदल्ने हो भने भविष्यमा टाउको समातेर रुनुको विकल्प नहुने बताउनुभयो। पार्टीको अधिवेशन सम्पन्न हुन नपाएको स्थितिमा चुनावमा जाँदा कांग्रेस नै नरहने स्थिति आउन सक्नेतर्फ अहिले नै सचेत बन्नुपर्ने वरिष्ठ नेता पौडेलले बताउनुभयो। प्रदेश 2 का प्रमुख डाक्टर राजेश अहिराजले मनाङमा रहेको ऐतिहासिक भाक्रा गुम्बाको अवलोकन गर्नुभएको छ। मधेस पहाड र हिमालका जनताबीच सुमधुर सम्बन्ध बनाउने तथा आन्तरिक पर्यटनको विकास गर्ने उद्देश्यले देश दर्शन अभियानमा रहेका प्रदेश प्रमुख अहिराजले मनाङ जिल्लाको भ्रमणका क्रममा करिब 600 वर्ष पुरानो भाक्रा गुम्बाको अवलोकन गर्नुभएको छ। त्यस क्रममा मनाङमा पर्ने मनाङ गाउँपालिका वडा नम्बर 6 का अध्यक्ष सोनाम गुरुङले डाक्टर अहिराजलाई स्वागत गर्नुभएका थिए। मधेस पहाड र हिमालका जनताले एक अर्काको ठाउँको भ्रमण गरेपछि आन्तरिक पर्यटनमा सहयोग पुग्ने गुरुङले बताउनुभयो। 7 दिने देश दर्शन अभियानमा रहेका डाक्टर अहिराजको मनाङ हुँदै मुस्ताङ, गोर्खा, लमजुङ, रसुवा, गोर्खा र नुवाकोटको भ्रमण गर्ने कार्यक्रम रहेको सहयोगी हरिशंकर महतोले जानकारी दिए। महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरे बापत तिर्नुपर्ने जरिवाना सहज तरिकाले अनलाइन मार्फत भुक्तानी गर्न सक्ने प्रणालीको विस्तार गरेको छ। महाशाखाले शुक्रबार फोन पे प्राइभेट लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरी सेवाग्राहीले आफ्नो बैंक खाता मार्फत सिधै जरिवाना तिर्न सक्ने प्रणाली विस्तार गरेको हो। यसअघि नै सुरुवात भएको अनलाइन भुक्तानीको सेवालाई सबै सेवाग्राहीको पहुँच पुर्याउने उद्देश्यले महाशाखाले विभिन्न भुक्तानी प्रदायक कम्पनीहरूसँग सम्झौता गरेको प्रहरी वरिष्ठ परीक्षक जनक भट्टराईले जानकारी दिए।
ट्राफिक जरिमानालाई अनलाइन भुक्तानी गर्ने प्रोसेसमा प्रक्रियामा चाहिँ गइसकेका छौँ र त्यो सुरुवात पनि भइसकेको छ र अहिले पनि झन्डै 25% चाहिँ भुक्तानीहरू चाहिँ अनलाइन मार्फतै भइरहेको छ। तर हाम्रो उद्देश्य चाहिँ यति मात्रै नभएर अबको समयमा प्रत्येक व्यक्तिले अनलाइनबाट चाहिँ भुक्तानी गर्न जाउँ, ट्राफिक प्रहरीमा आएर धाइराख्नुपर्ने, ब्याङ्कमा गएर धाएर लाइन बसिराख्नुपर्ने यो अवस्थाको चाहिँ साँच्चै नै अन्त्य होस् भन्ने चाहिँ हामीले यसको परिकल्पना जतिखेर ट्राफिक महाशाखाले ट्राफिक जरिवाना रकम, ट्राफिक वाइलेसन रेकर्ड सिस्टम, नेपाल सरकारको राजस्व व्यवस्थापन सूचना प्रणाली र सेवा प्रदायक संस्थाहरूको बीचमा आबद्ध भई रियल टाइममा सम्बन्धित ब्याङ्कको खाता मार्फत भुक्तान गर्ने प्रणाली विकास गरेको जनाएको छ। नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा वैदेशिक पर्यटक आउने क्रम नबढेपछि व्यवसायीहरू मारमा परेका छन्। विदेशी पर्यटक अत्यधिक आउने सौराहामा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी भएपछि पर्यटक आउन छाडेका थिए। तर बन्दाबन्दी हटेको लामो समय भइसक्दा पनि सौराहामा विदेशी पर्यटक खासै देखिएका छैनन्। 12 महिना आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने सौराहाका होटल तथा रेस्टुरेन्ट आधा क्षमतामा सञ्चालन भइरहेको व्यवसायीहरूको गुनासो छ। अहिले आन्तरिक पर्यटकबाट खर्च धान्नुपर्ने अवस्था रहेको व्यवसायीहरूले बताएका छन्। हाम्रो स्थानीय भनौँ न लोकल पर्यटकहरू आउने अलिकति त्यो छ, बढी छ सर। उहाँहरूले गर्दाखेरि अलिकति यो सौरा चलपल देखिन्छ र अहिले विदेशी पर्यटन आउँदैनन्, सबै आन्तरिक पर्यटन मात्रै आइरहेको छ। विदेशी पर्यटन किन आउँदैन भने युरोपमै लकडाउन अहिलेसम्म खुलेको छैन, त्यसले गर्दाखेरि यहाँको आन्तरिक पर्यटनले मात्रै व्यापारमा सहयोग टेवा पुर्याएको छ। असोजदेखि चितवनमा पर्यटन व्यवसाय सञ्चालनमा आए पनि अपेक्षाअनुसार पर्यटक नआएपछि व्यवसायीले देशका विभिन्न क्षेत्र पुगेर घुमौ सौराहा अभियान सञ्चालन गरेका थिए। त्यसपछि कर्पोरेट हाउस, गैर सरकारी संस्था र सरकारी निकायले सौराहामा तालिम गोष्ठी सुरु गरेपछि भने व्यवसायीहरूलाई केही राहत मिलेको जनाइएको छ। राहत प्याकेजमा सहुलियत दरको कर्जा सहज ढङ्गबाट उपलब्ध गराउनु पर्ने क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाका उपाध्यक्ष राममणि खनालले बताएका छन्। कोरोना संक्रमणका कारण थालिएको सौराहाका पर्यटन व्यवसायलाई प्रवर्धन गर्नका लागि निजी र सरकारी निकायबाट राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्नुपर्ने बाध्यता छ। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। नेपालमा पछिल्लो 24 घण्टामा कोरोनाबाट थप 288 जना संक्रमित र देश 2 मा 12 जना थपिए। कोरोनाको जोखिमका कारण 25 जना भन्दा बढी मानिस भेला हुन स्वास्थ्य मन्त्रालयको आग्रह। सांसद पद गुमाएका 4 मन्त्रीले आज पुनः मन्त्री पदको शपथ लिँदै मन्त्रीहरूको पदावधि 6 महिना रहने। नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गरेर अघि बढ्न सक्ने अवस्था नरहेको देउवाबाट स्पष्ट, चुनावी तयारीमा लाग्ने आग्रह। र विदेशी पर्यटक आउने क्रम नबढेपछि सौराहाका व्यवसायीहरू समस्यामा। हवस् त, अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।